आमाको मुखेर लिएर आउनु भएको कुराउनी मिठाई छ कि छैन? छ भने आउनुहोस् एउटा रेसिपी खाउँ है त, एकदमै मिठो बन्छ। अनि कसरी बन्छ भनेर भिडियो पनि मैले छोटो तयार गरेको छु। बुढाबुढी केटाकेटी सबैलाई मनपर्ने आज मैले गाजरको हलुवाको भिडियो लिएर आएको छु। पहिले गाजरलाई चाहिँ मजाले सफा गर्ने, मैले खुर्किएर मजाले सफा गरेँ। अब यसलाई मसिनो पारेर कोर्छु। ल हेर्नुहोस् त, मैले त कोरिसकेँ। यो चाहिँ जति मसिनो भयो त्यति राम्रो हुन्छ। कतिले त नकोरिकन उसिनेर त्यसलाई किचेर पनि बनाउनुहुन्छ क्या। म चाहिँ घिउ राख्छु अनि घिउ तातेपछि यसमा यो गाजर राख्छु अनि भुट्छु। सानो ग्यास बनाएर एकछिन भुट्ने, यो चाहिँ बेग्लै स्वादिलो बन्छ यसरी बनाउँदाखेरि। अनि यो भुटिसकेपछि चाहिँ कलर पनि चेन्ज हुन्छ अनि पानी पनि सुक्छ अनि यो भुटिएको थाहा हुन्छ। हेर्नुहोस् त कस्तो मजाले कलर चेन्ज भयो अनि सबै पानी सुक्यो। अब यसमा हामी दुध राख्छौँ। बच्चाहरूको छुट्टी छ नि त, अनि कहिले के खाने भनेर हैरान पार्छन् के। अनि मलाई चाहिँ बाहिरको खुवाउन मन लाग्दैन, आफै घरमा बनाएर खुवाउँछु। अरू बेला त बाहिरको खाएकै छन्, घर बसेको बेलामा हेल्दी अनि टेस्टी पनि खुवाउनु पर्यो भनेर म चाहिँ यसरी बनाउँछु। अब यो एकछिन पाकिसक्यो। अब पाकिसकेपछि यसमा म कुराउनी राखिदिन्छु। कुराउनी छैन भने बर्फी पेडा छ भने पनि त्यसलाई फोडेर राख्न सक्नुहुन्छ। कुनै बेला त त्यो पनि हुँदैन नि त, अनि त्यो बेलामा चाहिँ दुधमा मजाले पकाउने अनि ड्राई फ्रुट्स पिसेर राखिदिने, एकदमै मिठो बन्छ। अनि आज चाहिँ कुराउनी राखेको भएर मैले ड्राई फ्रुट्सहरू केही पनि राखिनँ। अलि हेभी हुन्छ, झन्तीमाथि ड्राई फ्रुट्स राख्यो भने पचाउन गाह्रो पर्छ नि त। अनि ल्वाङ सुकुमेलको धुलो हो यो चाहिँ, यो पनि राखेँ मैले। अब एकछिन पाक्न दिन्छु अनि हाम्रो तयार हुन्छ। मैले चिनी चाहिँ राखिनँ, गाजर आफैमा गुलियो, झन्तीमाथि कुराउनी अनि दुध पनि भएपछि त झन् गुलियो हुन्छ। खान्छौँ भने थोरै चिनी पनि राख्न सक्नुहुन्छ। अनि यो चाहिँ तातो तातो मिठो हुन्छ। अनि बच्चाहरूलाई चाहिँ हेर्ने बित्तिकै वाउ चाहिन्छ क्या, अनि त्यही भएर मैले चाहिँ हल्का माथिबाट काजु राखिदिएँ। यसो गर्दाखेरि उनीहरू पनि दङ्ग पर्ने। हजुरहरूको पनि बनाउने तरिका सेम हो कि फरक छ? मनमा लागेको कुरो कमेन्ट गर्नुहोला। अनि आजको भिडियो कस्तो लाग्यो? मन पर्यो भने एउटा लाइक भने अवश्य गर्नुहोला। हवस् त, धन्यवाद।